हर हर महादेव तथा नमस्कार सबैजनालाई। जस्तै मैले यो 2-3 वटा भिडियो भयो नेपाल पनि आत्मनिर्भरताको बाटोतिर लाग्नुपर्छ भनेर भिडियो बनाएर हाल्न थालेको र त्यसै क्रममा मैले कृषि र नेपालमा भएको उद्योगहरूले कसरी नेपालीलाई व्यवस्था गरेर चलिरहेका छन् भन्ने कुरा यहाँहरू समक्ष ल्याएको थिएँ। र आजको भिडियो चाहिँ कसको लागि हो भन्दाखेरि हाम्रो देशको मेन पिलर युवाहरूको लागि हो क्या। युवाहरू यो देशबाट विदेश नजानु पर्ने कारण मलाई भनिदिनु के छ कारण? म त यहाँ केही कारणै देख्दिनँ युवाहरूलाई नेपालमा बस्नको लागि। न राम्रो रोजगारी छ, न लगानी मैत्री वातावरण छ, न सिप छ, केही छ युवाहरूको लागि? लिटरली हाम्रो एजुकेसन सिस्टमकै कुरा गरौँ न। हामीले नर्सरीदेखि ब्याचलर मास्टरसम्म सकायौँ होइन। हामीलाई के छ? सुङ्गा, जुन एउटा सुङ्गा किन्छौँ नि हामी, त्यो सुङ्गा र हामीलाई स्कुलमा गर्ने जुन बानी छ त्यसमा केही फरकै छैन। सुङ्गालाई के गर्छ? ल्याउँछ, पकड्छ, रटाउँछ मालिकले, त्यस पछाडि कोही पाहुना आउँछ, त्यो सुङ्गाले बग्छ त्यो कुरा हो। र हामीलाई चाहिँ मालिक आउनु परेन, 11 महिना हामीलाई रटायो, त्यस पछाडि 12औं महिनामा चैतमा एक्जाम लियो र जे त्यो रटेको छ त्यो छाड्नु पर्यो एक्जाममा। केही फरक छ त? छैन नि। तपाईँ यदि हुँदाहुँदै यति पनि हेर्नु न, ल +2 सक्यो, +2मा त जागिर पाउँदैन। ब्याचलर्समा पनि आजको दिनमा गाह्रै छ। ब्याचलर सकिएपछि पनि, मास्टर सकिएपछि पनि के गर्छ विद्यार्थीले? के गर्ने त्यस पछाडि? केही स्कोप छ? केही पनि स्कोप छैन। यहाँको उद्योगी, यहाँको व्यापारीले नै के चाहन्छ भन्दाखेरि त नोकरी गर, अरू देशमा गुलामी गर, त त्यही मर, तेरो यहाँ काम छैन। किनकि तपाईँहरू आफै हेर्नु न, कलेज जब सकिन्छ जब प्लेसमेन्ट भनेर आउँछन् कम्पनीहरू, रोजगारी दिन आउँछ, प्याकेज लिएर आउँछ सानो सानो रोजगारी दिनको लागि। भ्याकेन्सी हुन्छ, पढाइसकेको हुँदैन, 2 वर्ष भएको एक्सपिरियन्स खोजिरहेको हुन्छ 10 वर्षको। मतलब हामीलाई मुर्गा बनाएको हो नि त, चुतिया बनाएको, हामीलाई घुमाइरहेको हो। कुनै पनि कलेजमा, कुनै पनि ठाउँमा आजको दिनमा ब्याङ्क, यो ठुलो अर्गनाइजेसन हाउसेसहरू आएको छ त? के छ तिम्रो आइडिया? म लगानी गरिदिन्छु तिम्रो आइडियामा, तिमी स्टार्टअप गर, म तिमीलाई प्रोत्साहन गर्छु भनेर कुनै ब्याङ्क, कुनै सरकारी निकाय, कुनै कर्पोरेट हाउसेसहरू आएको छ? भन्नुहोस्, कोही पनि आएको छैन। यो देश जुन पुँजीपतिहरू छन्, 2% पुँजीपतिहरूले, यिनीहरूले आफ्नो बाउको देश जस्तै बनाएर राखिसकेको छ र यही पुँजीपतिहरूले आजको दिनमा हाम्रो देश चलाइरहेको छ, जसको कारणले हामीहरू आफै ह्याङ भएर हाम्रो देश छोडेर जान थालिरहेको छौँ क्या। सुरुमा हामीहरूले यो 2% जुन छन् नि दलालहरू, यिनीहरूलाई पत्ता लगाएर राख्नुपर्छ।